हेलो सर, नमस्कार। अ, अहिलेको देशको बदलिँदो राजनीतिक परिवेश, यो अन्तरिम सरकारको जुन हिजो प्रधानमन्त्रीले निकाल्नु भएको राष्ट्रको नाममा गर्नुभएको सम्बोधनमा साथीहरूले आदरणीय नेपाली युवाहरूले कतिको हेर्नु भएको छ त्यो समाचार होइन। त्यसमा प्रत्यक्ष कार्यकारी निर्वाचन, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री अथवा राष्ट्रपति त्यो अहिले सम्भव छैन भन्ने कुरा गरिरहेका छन्। भनेपछि कुरो बुझ्नुहोस्, यहाँ केही न केही भित्रभित्र रहस्य एउटा छ र यो जिन्चुको आन्दोलन व्यर्थ बनाउने कोसिस हुँदैछ है। अब म पुराना राजनीतिक दलका साथीहरू, राजनीतिक दलका नेता जो राजनीतिक दलमा सक्रिय रहेर धेरै वर्षदेखि सक्रिय रहेर आउनुभएका साथीहरू, इष्टमित्रहरू, आफन्तहरू जति पनि हुन्छ, म उहाँहरूलाई हृदयदेखि अनुरोध गर्न चाहन्छु कि तपाईँहरू कृपया सत्यको पक्षमा उभिदिनुहोस्। देशको भविष्यको भोलिका पुस्ताको भविष्यको लागि सोचेर हो भने तपाईँहरू सत्यको पक्षमा उभिदिनुहोस्। भ्रष्टाचारी सरकारलाई फेरि पनि अब त्यो चुनाव गराएर भ्रष्टाचारलाई जिताउने हो भने कुरा के हुन्छ? स्थायी सरकार बन्छ त? बन्दैन नि। अनि अर्को भ्रष्टाचारको कुरा छ। भ्रष्टाचार नेतामा मात्र छैन है साथीहरू। भ्रष्टाचार नेता अनि कर्मचारी हुने खाने व्यक्तिहरूमा मात्र भ्रष्टाचार छैन क्या। भ्रष्टाचार चाहिँ नसामा अहिले जनसमुदायको जनताकोमा पनि भ्रष्टाचारको सोच विकास भइसकेको छ क्या। किनभने भ्रष्टाचारीकै वातावरणमा हुर्केर आएको जनता छ, जनसमुदाय छ, अनि त्यसले भ्रष्टाचार गर्नै सिक्छ र आगामी सन्ततिले पनि भ्रष्टाचार नै गर्ने। यस कारणले गर्दाखेरि भ्रष्टाचार भन्ने शब्द अनि चाहिँ नि गरेका अपराधहरूलाई चाहिँ मिलाउने सकेसम्म चाहिँ नि मिलाएर लाने जुन परिपाटी छ नि, त्यसले भ्रष्टाचार निम्त्याउँछ, त्यसले भ्रष्टाचारको सुरुवात गर्छ साथीहरू। त्यस कारणले गर्दाखेरि जति पनि अपराधिक क्रियाकलापहरू हुन्छ, गल्ती हुन्छ, त्यसलाई माफी दिने, त्यसलाई मिलाउने काम गरियो भने चाहिँ भ्रष्टाचार त्यहाँबाट उत्पत्ति भयो। भ्रष्टाचार हुनको लागि खालि लेनदेनै मात्र हुनुपर्छ भन्ने छैन कि। नहुने कामलाई चाहिँ नि हुन्छ अनि नगर्नुपर्ने कामलाई गरिन्छ भने त्यो पनि भ्रष्टाचार हो क्या।